राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह परासी आउँदै हुनुहुन्छ। उहाँ भर्खरै परासी आइपुग्नु भएको छ। यो भिड अहिले परासी बुद्ध चोकमा देख्न सकिन्छ। बालेन शाहको आगमन हुँदै गर्दा आज बिहानैबाट सूचना जारी गरिएको थियो। अहिले बालेन शाह समर्थक रासोपा समर्थकहरूले अहिले परासी बुद्ध चोक भरिएको छ। बालेन शाह अहिले आइसक्नु भएको छ परासीमा। बजाउँदै बालेन शाह आज जिल्लाभरि परासीबाट बेलासपुर महेशपुर हुँदै गोपीगञ्ज हुँदै बेलाटारी सुस्तासम्म पुग्ने भन्ने सुनिएको छ। त्यसै गरी सुनवल बर्दघाट घुमै पनि पुग्ने सुनिएको छ। अहिले परासी बुद्ध चोकमा बालेन शाह आज आइपुग्नु भएको छ। पहिलो पटक नवलपरासीमा रासोपा समर्थकहरू सहित। भिडभाडले अहिले अगाडि बढ्न अलिकति कठिनाइ परेको छ। परासी बुद्ध चोकमा रासोपा समर्थक र विशेष गरी बालेनलाई हेर्न पनि धेरैको भिडभाड यहाँ देखिन्छ। र बालेन शाह यहाँ बुद्ध चोकमा नरोकिकन गाडीको माथिबाटै रोकिएका छैनन् र सिधै अगाडि बढेका छन्। उनी अगाडि पुगिसकेको अवस्था छ। यहाँ पछाडि चाहिँ उनको पछाडि आएका गाडी सुरक्षाकर्मीका गाडीहरूको मात्रै लाइन यति बेला देख्न सकिन्छ। उनी बुद्ध चोकमा चाहिँ रोकेनन्। समर्थकको वाइका बीच उनले हात हल्लाएर र समर्थकले दिएका फुलगुच्छाहरू लिएर अगाडि बढेका छन्।